हेलो साथीहरू, गुड मर्निङ। आज चाहिँ म बिहानै स्कुल जाँदैछु। यहाँ हाम्रो स्कुल जाने बाटोको मौसम चाहिँ यस्तो भइरहेछ, एकदमै कुहिरो लागेर बाटोहरू नि यस्तो छ। म एक्लै स्कुल जाँदैछु, डर लागिरहेछ हल्का। यहाँको मौसम हेर्न सक्नुहुन्छ, पुरै अन्धकार भइरहेछ। पानी चाहिँ परेको छैन अहिले। पानी पर्यो भने चाहिँ बिजोग बनाउँछ। बाटोहरू यस्तो छ, पुरै भिरै भिर। यहाँबाट म चाहिँ स्कुल जाँदैछु आज। अब 2 दिन मात्रै छ एक्जाम। हेर्नु भिरहरू कति ठुल्ठुलो छ यहाँनिर। होइन, अब त बाटो पनि देख्न छोडियो त हौ। के साह्रो कुहिरो लागेको। स्याले टिपेर हिँड्छ होला मलाई। कति धेरै अन्धकार भइरहेछ बाटो त। जङ्गल पनि छ। अझै यहाँबाट गाउँ पुग्नलाई चाहिँ 1.5 घन्टा त अझै लाग्छ। अब यस्तो बाटोबाट म कसरी एक्लै जाने होला। स्टुडेन्टहरू पनि कोही आएको छैनन् अहिले त। बाटोमा साथी त हुन्थ्यो। कुद्दैछु, सासै फुलिसक्यो कुद्दा कुद्दा डरले। कुहिरोले त आँखै नदेख्ने भइसक्यो। कतिखेर पुग्नु होला। यता उँभो चाहिँ ठुलो भिर छ। यहाँबाट बाटो यता चाहिँ कुहिरो लागेर अन्धकार भइरहेको छ। अनि म चाहिँ हिँड्दैछु यता। स्कुल हिँडेको मान्छे युनिफर्म चाहिँ छैन भन्दै हुनुहुन्छ होला, तर म चाहिँ रुममा गएर युनिफर्म चेन्ज गरेर स्कुल जान्छु। घाँटी नै बसिसक्यो। म चाहिँ दिदीको घर गएको थिएँ अस्ति। त्यहाँबाट आउँदैछु, कपाल भिजिसक्यो पानी परेर। यता चाहिँ यस्तो अन्धकार छ, बाटै देखिएको छैन। यता हेर्नु कति धेरै अँध्यारो भइरहेछ। म चाहिँ बल्ल यहाँ आइपुगेँ तुसेनी गाउँमा। अब यहाँबाट चाहिँ म ठ्याक्कै 20 मिनटमा नेवारी डाँडा पुग्छु। यो अहिले चाहिँ महिना चाहिँ चैतको छ, तर यो मौसम हेर्दाखेरि चाहिँ असार साउन जस्तो लागिरहेछ हौ। असार साउनको झल्को दिइरहेछ यो मौसमले चाहिँ। चैतमा गर्मी हुने टाइममा पुरा ज्याकेट लगाएर हिँड्नु परिरहेको छ। अनि यता चाहिँ यत्रो भिड छ, कुहिरो यस्तो लागिरहेछ कि। यहाँनिर चाहिँ एकचोटि मेरो चप्पलै हराइरहेको थियो पहिरो गएको बेलामा। पहिरोमा डुबेर अनि स्कुल जान नि ढिलो भएको थियो। अहिले चाहिँ अब पुग्न लागेँ।